हेलो वेलकम टू माई न्यू अनदर भ्लग। तपाईको बिहानीको सुरुवात कसरी भयो के गरी भयो थाहा छैन। हाम्रो बिहानीको सुरुवात चाहिँ मेरो बुढीले कपडा धोएर सुरुवात भएको छ। तपाई जहाँ हुनु देश विदेशमा हुनुहुन्छ स्वदेशमा हुनुहुन्छ 5 तला बिल्डिङबाट वा झुपडीबाट हेर्दै हुनुहुन्छ अहिलेको बसाइमा हाम्रो मेरो बुढीले कपडा धुँदैछ नि हेर्नुस् गाइस। हेलो मेरो बुढी के साल खबर गइरा छ हैन सल्यानतिर कपडा धुए पानी खासै चिसो त हुँदैन ल यहाँको पानी मेन्टेन करेन्ट नगरी पानी हुन्छ गाइस। ल हेर्नुस् पानी ताल तलाउ झरनाहरू आफ्नै करसाबारी फलेको त भन्न मिल्दैन। आफ्नै अर्गानिक प्रकृतिले दिएको हाम्रो वातावरण स्वच्छ वातावरण हेर्न सक्नु तपाईहरु। प्रकृतिले दिएको यहाँ माछा पनि होला सायद सम्भवतः म तपाईलाई देखाउने कोसिस मात्र गर्नेछु तर देखिन्छ कि नाइ। बाबु सरब हाल त त्यो आउँछ नि कि छन् माछा अलिअलि छन् माछा पहिला त खालि के भनौँ यो पहिला त बयान्नेको ठाउँ हो के गर्नु आफू बाहेक गइयो र हो। ठाउँ त राम्रो ठाउँ थियो नि यार रङ्गटा मार्ने म राजुहरू यहाँ त अचम्म बहुत राम्रो ठाउँ यार यार। तर हामी ठुला भयौँ यिनी साना मान्ने के यिनी ताल तलाउ छन् नि यो ताल छ नि हामी ठुला भयौँ यिनी ताल तलाउ साना मान्ने। यो ताल हामीलाई कम ठुलो लाग्थ्यो यो ताल यत्रो ताल लाग्थ्यो नि हामीलाई यो दमदमे र भन्थ्यो हामी यहाँ हामी जान्थेनौँ हामीले खेल्ने हामीले खेल्ने लगभग यहाँ हो होइन हामी यहाँ खेल्थ्यौँ पौडी हाम्रो ठुल्दाहरू हाम्रो अङ्कलहरू त्यहाँ खेल्नुहुन्थ्यो अनि ऊ त्यहाँनिर चाहिँ त्यो त्यहाँ खामा गाडिया ठाउँनिरबाट त्यो कुलो यो होइन यो कुलो वास्तवमा अनि हामीहरू खेल्ने पौडी यो हामी सानो हुने बेला हाम्रो दाइहरू अङ्कलहरू खेल्ने त्यहाँ हो। अब आजकल हामीलाई यो सानो लाग्छ सानो छ गरे जहाँ त्यहाँ हेरेर त्यो चोरो सानो त्यहाँ तलभित्र ढङ्ग छ। अनि म राजु अनि एकचोटि हामी अलि माथि उठ्छ के गरे अलि माथि एउटा के गरे चिप्लाइटी छ के लै हामीहरू के गर्ने अब त्यहाँ गएर अनि ट्याक्क उसको लोब्रा हुन्छ नि त उसको कार काट्ने बेला यस्तो खत काटेर तिमी लोब्रा फाटा फाट्यो त्यो हाल्ने चिप्लेटी खेल्थ्यौँ माथि सानोमा। चिप्लेटी खेल्दाखेरि के भयो भन्दाखेरि म बिच्किएँ कि त्यहाँबाट यस्तै हेर्न यो छ नि यस्तो हेर्दा यस्तै यस्तै थियो कि चिप्लेटी खेल्ने तर यति छोटो तर ऊ माथिदेखि सर्लकै तलसम्म थियो कि म सर्ट बिच्केँ तल आइगेँ म त्यतिखेर अब नाङ्गे अब सानो नाङ्गे खेल्ने पुरै यता त यहाँ पछाडि ढाडका खाला गइकन यस्तो रमाइलो ठाउँ थियो यार यति रमाइलो लाग्थ्यो यो ठाउँ। अब आफूसँग साथी पनि कोही छैन त्यस्तै भयो त अब पनि ठाउँ त कायदाको ठाउँमा त अब यार बसिरहेको लास्टै रमाइलो कम रमाइलो ठाउँ हुन्थ्यो सबैले छोडे अब सबै विदेश अब कोही विदेशतिर गयो कोही बजारतिर किन्यो अब कोही अब भया पनि त विदेशतिर छ नि त त्यो भएर हो क्या ठाउँ त रमाइलो ठाउँ त यार कि के त यहाँ आउने कि त जग्गा पनि छ यहीँ बस्न दुःख त के दुःख हुने हो र यहाँ हुने दुःख त त्यो लाग्छ कुरा हेर कि गरेपछि हुने हो त्यो खला रह्यो लाडू
कर 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 अब हाम्रो कपडा धोइ छ गाइस पानी तो कच्चा हो रहा है छोरी पनि के किन्ने बेला त कति वर्षलाई पनि किनेको भयो पाउन पसललाई हिजो लाग्यो नि त हल्को हल त्यही भन्छु म त्यही त म बिहान किन टाउको ह्याङ छानिरहेको भन्छु अझ ह्याङ छानिरहेको खाइन्छ जिन्दगीमा के गर्नु छोरी कपडा धोएको छ ini कपडा धोएर भोलि सुक्दैन हेर पनि मेरा सूट ठीक है तो ट्रेन में दे दूंगा सबको सामान लाना और जो के करे जो बाहर का धोली अझ मेरो पापा त तेरा दिने माछाले माछाले Salah, gatal naik atas beres betul. Baik, baik, itu kita banyak hamil kan. Ani kau lah ramai berani, mau tak ada kisah kau tak mau bangun tu kan? Ini tu kira. Yang macam ini, ini bar ni tu kan, pasal yang ini kita berapa sih kan? Kau nak cakap kau itu kau ada tu. Ini turun. Turun lagi nak ngambil tu lagi nak mana bed ni kan? Kau itu yang tu je. Kalau tak ini kan pani jam करने ini beri kali ini kan. Kau berapa jam tu kan kali kerja ke desi. वो जेबी के तार पे तो नया सनलाइट में लगा देता है अब प्लीज गाएंगे और क्या दूसरा का लंच वाला दूसरा का ना बोल के मॉल में ना इनको ला ये बोल सर किसी भाई पाँच किलो लागे है लेकिन हाँ Allah, kalau kau dah dua hari ni ya, hai guys, हाँ, किधर है? किधर है? हाँ, किसी हो गए यहाँ पर, बहुत अच्छा था वो तो,
काम लाग्दैन पहिला पहिला त पुरै छोरी यार बहुत रमाइलो त्यतिखेर रमाइलो हुन्थ्यो के त्यतिखेर के हुन्थ्यो भन्दाखेरि अब पुरा युवाहरू सोच्ने बिहारमा इन्डियाबाट आउने नि त यहाँ सिधै यहाँ आउँथेन माथि एकमा बास बस्थ्यो अनि दुःख आयो पनि के भारी गरे के उकालो माथि कोलोनीबाट पारो थिएन यतातिर पुलबाट हिँड्दै आउने पुरा अब पहिलेतिर आउने खबर पुऱ्याइहाल्छ नि त तेरो बुवा राख्ने फलाउने छोरा राख्नुभयो राति आउने पुरै दिउँसो आयो पनि माथि जरा मारेर अब माथि बस्दिनँ त्यहाँ ठाउँतिर अम्बासा वरलातिर माथि त जङ्गल अनि त्यो माथि थाहा खानु पुरा त्यहाँ माथि बस्ने त्यहाँबाट रात जब 7:30 8 राति गरेपछि घर पुरा यति लामो फिलिप्ससँग कम्पनीका टेप 5 टेप लिएर पुरै बजाउँदै आउने कला हाल्दै दिउँसो भए पनि पहिला त्यस्तो हुन्थ्यो कि पहिला आजकल त काट्थे आजकल फुल्या भयो इन्डिया त्यस्तै हुन्थ्यो कि यार त्यस्तो हुन्थ्यो पहिला ठाउँ बदलियो मान्छे बदलिए जमाना बदलिए तर मैले एउटा यहाँ के देखेको छु माला हातमा लाउनु यहाँ माथि खालि उठ्यो क्या यहाँ माथि खोटी खाने डाँडो छ एउटा त्यो बर्खाएर हुन्छ नि बर्खाएर खोटी खान्छ नि हो त्यो डाँडो कहिले गर्न सक्छ कि एउटा बर्खाएर किलो खोटी खाने मिठै हुन्थ्यो त्यतिखेर यार खोटी मिठो हुन्थ्यो के अब केही लाग्छ खोइ कता यार हो कि यार गइहाल्छ कि खै यत्रो कपडा यत्रो कपडा हेरिदियो राधिकाले छोडाइदिनु भने थियो भवाल ठाउँ छ यार फुटबल किन्नु भयो गङ्गट हो क्या हेर बुढी गङ्गट हो देखिन यस्तो मलाई हेर्छ भाग्दैन तपाईँ गएर सोद्धाखेरि ल फाइनली घाम पनि लाग्न थाल्यो अब ल फाइनली अब नुहाएर हामी हिँडिसकेका छौँ अब
घरतिर देखिन म यसो गर्छु अनि हिँडिसकेका छौँ अब पहिला उताबाट बाटो थियो कि आजभोलि उसले खोला आएर फालिसकेको छ जाडो त ओखो तेरि यहाँ चाहिँ एउटा हाम्रो मूल हामीहरूले पानी खाने मूल चाहिँ यहाँ रहेको छ है गाइस एउटै हो त्यो मूल ए के हो त यो काब्राको डाल हालेछ नि यो आजभोलि चाहिँ यहाँ खानु रहेछ युज नगर्ने यो चाहिँ आजभोलि यो मूलको पानी यति सफा कि हाम्रो गाउँ जति नै फिल्टर पानी भन्दा पनि फ्लक खान्छ यो पानी चाहिँ यहाँबाट निकाल्थ्यो यो पानी चाहिँ यसरी यहाँबाट आउँथ्यो यहाँदेखि आउँथ्यो यो पानी यसरी पुरै आउँदो रहेछ नि त को आउँदो रहेछ यो स्याली खोलाउनु लाग्यो यसरी चाहिँ पानी खाइन्थ्यो पहिला चाहिँ अब चाहिँ खाइँदैन है अब चाहिँ हाम्रो फिल्टर पानी खाइन्छ फिल्टर पानी भन्दा पनि अब अन्तबाट आउँछ नि त पानी त्यो भएको कारणले गर्दाखेरि अन्तबाट खाइन्छ यसको खाइन्न ल त्यही हो अब चाहिँ हामी लाग्यो पहाडी गाउँमा आएर पनि आइयो म त नआएन म त टाउकोमा आएको यो चाहिँ हाम्रो जेठो बाबाको खेत चाहिँ त्यहाँमा देखाएन मा दिदी बहिनी अहिले मार खान्छ त्यहाँ छोरीहरू देखाएको छ नि घाममाथि बसौँला एकछिन जाराले मार्यो चाहिँ लास्टै यस्तो जारा पनि नुहाइदिरहेको छौँ किनकि हामी अलिकति मर्द भयो हो नि त ठिक हो सही हो तिमीहरूलाई त्यहाँ पारी देखाउँथ्यो म यस्तो बबाल थियो पारी भने दम ठुलो माथि लगभग कति मिटर 100 मिटर लगभग 100 मिटरदेखि तल झर्ना खस्छ कि यति घाममाथि बसौँ जहाँ कहाँ त्यही घाम देखिन्छ यहाँ बस्नु यस्तो हो नि त होला यहीँ बस्छ है